आज हामी जानेवाला छौँ जङ्गल। साथीहरू यो त सायद तपाईँहरूले चिन्नु नै हुन्छ होला। यदि थाहा छैन भने यो भिडियो तपाईँहरूको लागि। पुरानो जमानामा यसलाई धेरै नै खाइन्थ्यो, तर अहिले पनि हामीले छोडेका छैनौँ। आज हामी गिट्ठाको बारेमा कुरा गर्दैछौँ। सायद भिडियो हेरेर तपाईँहरूले थाहा नै पाइसक्नुभयो होला। साथीहरू पहिले त हामीले यसलाई जङ्गलमा गएर खन्छौँ। खनेर घरमा लिएर यसलाई हामीले मजाले पखाल्छौँ पानीले पखालिसकेपछि यसमा भित्र भएको जराहरू सबै निकाल्छौँ र यसलाई तास्छौँ। तास्दाखेरि पनि हुन्छ, नतास्दाखेरि पनि हुन्छ, तर हामीले यसलाई नतासिकन यत्तिकै चना बनाएका छौँ। यसलाई हामीले एकै टङ्गरको पिसमा बनाएर काटिसकेका छौँ। अनि त गिट्ठामा धेरै नै तितो हुन्छ र त्यही भएर हामीले यो तितो फाल्नको लागि चाहिँ हामीले खरानीमा यसलाई उमाल्ने गर्छौँ। चना पारेको यो गिट्ठालाई हामीले खरानी सबै मल्छौँ। हरेक पिसमा यसलाई खरानीले मलिसकेपछि हामीले यसलाई उमाल्छौँ। जबसम्म उमाल्छ कि हामीले यसलाई नपाकुन्जेलसम्म र यसको तितो नभ्याकुन्जेलसम्म। जब यो पाक्छ हामीले यसको रङ रातो खैरो कलरको हामीले देख्न सक्छौँ। अनि त खरानीमा पकाएको कारणले हामीले यसमा भएको तितो जतिपन जति सबै भागिसकेको हुन्छ। अनि हामीले करिब 1 घन्टा जति चिसो पानीमा राखिसकेपछि यो हाम्रो आलु जस्तै हुन्छ। खानामा एकदमै स्वादिष्ट आलु जस्तै टाइपको। तपाईँहरू कसले यस्तो गिट्ठा खानुभएको छ त कृपया कमेन्ट गरेर बताउनुहोस्। साथै यो भिडियो सबैजनालाई सेयर पनि गरिदिनु होला। भिडियो मन परेमा भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।